हेर्नु त बाढी हेर्नु त कस्तो आएछ र भ्यू हेर्नु सक्नुहुन्छ हजुरहरूले एकदमै कस्तो के भन्नु अब म केही पनि बयान गर्न सक्दिनँ। कहाँ छौ भन् त? सब्जी मन्डी कता? खोला खोला कि धानबारी? अनि पहाडहरूको भ्यू हेर्नु न कस्तो बबाल भएको छ। आज आकाशको चाहिँ एकदमै खतरनाक भइसकेको छ होइन। अनि बिहानदेखि पानी परेको थियो अनि रोकिँदाखेरि यस्तो बबाल भ्यू आयो नि यस्तो बबाल के नै भन्नु र हेर्नु न हो भाइ। अब अहिले हामी प्लान गर्दैछौँ भोलिको भ्लगको लागि। अब के अन्त 90 सब्सक्राइबर कम्प्लिटेड भयो हो, 60 सब्सक्राइबरमा यसो सेलिब्रेसन गरौँ भनेको भएन होइन। अनि भोलि चाहिँ गर्ने प्लान छ हाम्रो तिनजना भाइको। एउटा त यो भाइ हो अनि म अनि हाम्रो क्यामेराम्यान समर्पण। अनि बास खोलाको साइडमा गएर त्यही ठाउँमा यता हो यता पानी छ यता हाम्रो चाहिँ अनि त्यहाँनिर गएर मस्त चुप न चुप 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 भन्नु हुँदैन भोलिको बारेमा। अनि पहाडहरूको भ्यू मस्त इन्जोय गर्दै अनि यस्तो दामी भ्यू यस्तो बब्बाल भ्यू छ नि यस्तो के भन्नु र। धानबारी त्यसकै माथि धानबारी हो तर यसमा चाहिँ गुच्छा लगाएर होइन एक दुईवटामा मात्रै लागेछ। अनि अहिले चाहिँ हामी सब्जी मन्डीमा जान्छौँ त्यहाँदेखि खोला जाने अनि हजुरहरूलाई देखाइदिने यस्तो फ्लडको बारेमा एक्सप्लेन गर्ने। अनि हामी भरेतिर एडिट गरेर हामी 7 बजी हालिदिने। अनि हाम्रोमा चाहिँ अहिले नै हालौँ ल घर किनकि हेर्नु त यस्तो बब्बाल भ्यू भइरहेछ। अनि यो बादलहरू कुदेको हेर्नु न अम्बो कस्तो छिटो कुदिरहेछ क्या। पछाडिबाट नेचुरल लाइट आइरहेछ अनि जमितिर एकदमै हरिभरि भइरहेछ। यो पादेको छ अनि मलाई हाँस उठेकै छ। किन यति साह्रो पादेको? अब चाहिँ यसलाई क्या डह्रो खाले परेछ कि तब मैले भ्लग गर्न पाउँदिनँ किनभने म कतै जाँदै थिएँ। खैर छोडो अहिले हामी जाँदैछौँ सब्जी मन्डी। अनि घाम पछिबाट टल्केर एकदमै आइसक्यो यताबाट। अनि धानबारीहरू टल्केको देख्न सक्नुहुन्छ, पहाडहरू यो बादलहरू कुदेको देख्न सक्नुहुन्छ हजुरहरू। अहिले चाहिँ खासमा के भन्दै थियो भन्दाखेरि जिम जम मतलब जिममा एक्सर्साइज गर्न जाउँ भन्दै थियो। तर म भ्याइनँ क्या आज अघि भर्खरै दादा आएर अनि अहिले हामी हिँडेको। अनि अहिले सबसे सुरुमा हामी यता जाने अनि त्यहाँदेखि खोला जाने। धेरै लामो नबनाऊँ है नभए स्टोरेज फुल भएको कारणले फेरि भ्लग एकदमै लामो हुन्छ अनि मजै आउँदैन भ्लगमा। मजा आउँछ लामो भयो भने सुन्न पनि मजा आउँछ। अब सब्जी मन्डी भित्रतिर गएर दोकान सब सामान सब भ्लग बनाउँदैछु नगर न। ए क्यामेरा अफ भएको रहेन? ठिक छ मैले अन गरिदिएँ नि के गरेँ। यो हो हाम्रो सब्जी मन्डी र हामी अहिले भित्र छिरिसक्यौँ। अनि फेरि नभयो खै बाख्रामा त देख्दिनँ त बाख्रा। यहाँबाट टाइम ल्याप्स लिनु चाहिँ एकदमै मजा आउँछ होइन। अनि यहाँ मसिन माथि राख्छु अनि यो बादलहरूको टाइम ल्याप्स लिन्छु। यस्तै छ हाम्रो चाहिँ है हेर्नु सक्नुहुन्छ। म कोसिस गर्छु कि यो भ्लगमा नि एकदमै राम्रो क्वालिटी दिने, एडिट राम्रो गर्ने, चाहे थम्बनेल चाहिँ बनाउनु त्यस्तै 30 मिनट जस्तो त लाग्छ। अनि म फेरि त्यस्तो मतलब के भन्छ त्यो कम्ती दाम मतलब कम्ती भन्दा पनि त्यो फ्रीको एपहरू चलाउँदिनँ कि थम्बनेल बनाउनु एकदमै महँगो। अनि त्यही भएर यसो अलिअलि मात्र राम्रो देख्न पाइन्छ। यता आइज न कता गयो? अलिअलि मात्र राम्रो देख्न पाइन्छ। अनि बस यो नेचुरल लाइट चाहिँ यसरी पाउनुपर्छ क्या। यताबाट बाइ द वे अब म लिनेछु यिनीहरूको मौसम मतलब के भन्छ त्यसलाई के भन्छ सरी बिर्सेँ कि। अब के भन्छ ट्यालेन्टै फर्गटिङ छ त अब छोडो। अब यहाँ राखेर मस्त लिने हो हामी। यसको के फेरि बिर्सेँ के पो लिन आँटेको हामी टाइम ल्याप्स।
हामी कहाँ आइपुगेछौँ? खोलामा आइपुगेका छौँ हामी। त्यहाँ चाहिँ यति ठुलो बाढी आइरहेको छ, हेर्न सक्नुहुन्छ। यता पछि हेर्न सक्नुहुन्छ हो। अनि घाम चाहिँ त्यहाँदेखि लिएर उहाँ मात्र लागिरहेछ, यहाँ चाहिँ बाँकी जम्मै छायाले ढेकेको छ। अनि हामी चाहिँ नडर हिँड्न आइज, म पक्रिन्छु। यो त्यो फट्टु छ क्या, अनि म पनि फट्टु छु। कसरी फट्टु हो भन्ने एकछिन अरे बाइकमा आउँदो रहेछ त तल्लोपट्टि। चुपचाप हिँड्न काम हो, मैले जे भन्छु त्यो गर्नु। अनि उ त्यता हेर्न सक्नुहुन्छ बाढी बाढी पानी, पाडी होइन बाढी। हेर्नु त गुम्बा पनि राम्रै छ जोस्। बाइ द वे गाइज, हाम्रो अरे खोलामा भ्याकु के गर्दैछ? भ्याकु यहाँनिर फसिरहेछ जस्तो छ। यहाँनिर छ है, छनु चाहिँ छ है, नदेखे पनि छ है, त्यतिकै हावामा बोलेको होइन। र बहाव एकदमै कडक छ, डेन्जरस छ। र डेन्जरसको ठाउँमा भैँसी छ। यहाँ के भन्छ यसलाई, बारीमा जान्छ। यसो के भन्छ दाजु, यसको दिदीको घर जानु अरे। कहाँ टाढो हो? भावना मनका हेर्नु त, बाढी हेर्नु त कस्तो आएछ र भ्यू हेर्नु सक्नुहुन्छ हजुरहरूलाई। एकदमै कस्तो के भन्नु, अब म केही पनि बयान गर्न सक्दिनँ। सो हजुरहरूलाई आजको भ्लग के कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु होला। हवस् त, धन्यवाद, बाई बाई। र हाम्रो भोलिको भ्लग एकदमै मजेदार र इन्ट्रेस्टिङ हुनेछ, हजुरहरू मिस नगरी हेर्नु होला भोलिको भ्लग। बाई बाई भन्दैन, बाई बाई। अन्तिमचोटि खोला हेर्नुहोस्। अब भोलि आउँछौँ होला सायद, भयो भने मात्र हो।